मान्छे सधैँ खुसी हुन्छ भन्ने पनि त छैन नि होइन। कहिलेकाहीँ त आत्मा दुखिहाल्छ होइन। अनि मान्छे होइन रोगी कहिल्यै नबन्नु, सधैँ निरोगी बन्नु। निरोगी भयो भने कसैको 10 कुरा सुन्न पर्दैन, काम गर्न सजिलो हुन्छ, अर्काको दुखेको जिउलाई कसलाई थाहा हुन्छ होइन। मेरो जस्तो तपाईँहरूलाई पनि भएको होला है कसैलाई। के गर्नु, शरीरको दुखाइ अरूलाई थोडी थाहा हुन्छ। कहिले शरीरमा एक अनौठो बिमार हुन्छ जो कि शरीर देख्नमा राम्रो अनि दुखाइमा अति दुख्ने क्या। त्यही पीडाले सताइरहन्छ मलाई पनि कहिलेकाहीँ। न गरी खानु न मरी जानु भयो मेरो जिन्दगी।